हेलो एभ्रिवान, के तपाईँले रिफ्र्याक्ट्री सर्जरीको मेरो प्रिभियस भिडियो हेर्नुभयो? हेर्नुभएको छैन भने मेरो प्रोफाइल भिजिट गरेर चाहिँ पार्ट पनि हेरिदिनु होला। एडिसनल इन्फर्मेसनको लागि चाहिँ रिफ्र्याक्टिभ सर्जरी चाहिँ दुईवटा प्रोसिडरबाट गरिन्छ। एउटा भनेको ल्यासिक र अर्को चाहिँ स्माइल। स्माइल भनेको चाहिँ नयाँ प्रोसिडर हो। मैले 10 वर्ष अगाडि गरेको कारणले गर्दा ल्यासिक गरेको थिएँ र यसको लागि चाहिँ क्राइटेरिया भनेको 20 वर्ष माथि हुनुपर्ने, अनि त्यसपछि चस्माको पावर चाहिँ एटलिस्ट पनि 1 वर्षसम्म स्टेबल भएको हुनुपर्ने र आँखा चाहिँ एक्सट्रिम ड्राई हुनाले गर्न मिल्दैन। अनि अरू चाहिँ एडिसनल टेस्टहरूबाट चाहिँ ओके भएपछि मात्र गर्न मिल्ने रहेछ। एडिसनल टेस्टमा चाहिँ यो आँखाको नानीको कर्वेचरहरू, थिकनेसहरू के कस्तो छ होइन, त्यसो आँखाको प्रेसरहरू सबै जाँच गरेपछि चाहिँ सर्जनले ओके भनेपछि मात्रै गर्न मिल्ने रहेछ। अरू त्यो बाहेकका क्राइटेरियाहरू मिट नभएकोलाई चाहिँ गर्न मिल्दैन। अनि अब मेरो पर्सनल कुरा गर्दाखेरि चाहिँ मैले क्लास 6देखि नै चस्मा लगाउन थालेको। त्यतिखेर मेरो -2 थियो र मैले चस्मा चाहिँ लङ टाइम ड्युरेसनमा चाहिँ मोटो चस्मा लगाउँथेँ। बढ्दै बढ्दै गएर मेरो सर्जरी गर्दाखेरि जम्मा -6 पुगिसकेको थियो। एन्ड आई ट्राइड कन्ट्याक्ट लेन्स पनि मैले थुप्रै इयर चाहिँ लगाएँ र मलाई चस्मा लाउनै मन लाग्दैन थियो होइन। सो त्यसले गर्दा मेरो सेल्फ स्टिम चाहिँ एकदम लो हुने, मलाई चाहिँ बडी इमेजमै चाहिँ डिस्टर्बेन्स भएको जस्तो त्यस्तो फिल हुन्थ्यो। त्यसले गर्दाखेरि चाहिँ आई वुड प्रिफर होइन, मैले चाहिँ यो सर्जरीको बारेमा सुनेपछि चाहिँ मैले गर्न गएँ र त्यसको लागि चाहिँ डाक्टर किशोर राज प्रधानद्वारा चाहिँ गरेको तिलगङ्गा हस्पिटलमा। अनि यो सर्जरी गर्दाखेरिको चाहिँ अरू एक्सपिरियन्सहरू चाहिँ म नेक्स्ट भिडियोमा भन्नेछु।